रोल्पा र रुकुम यो नाम सुन्ने बित्तिकै धेरैको दिमागमा के आउँछ? सायद सशस्त्र द्वन्द्वको त्यो अँध्यारो समय होइन? तर आज शान्ति प्रक्रियाको लगभग 2 दशकपछि कथा पूरै बदलिएको छ। आउनुहोस्, यी जिल्लाहरूले आफ्नो मुहार कसरी फेरिरहेका छन्, यो अविश्वसनीय परिवर्तनको कथालाई अलि नजिकबाट हेरौँ। एकैछिन सोच्नुस् त, आजभन्दा जम्मा 20 वर्ष अगाडि एउटा फोन गर्न मात्रै दिनभरि हिँडेर छिमेकी जिल्ला दाङ पुग्नु पर्थ्यो। आज त्यही ठाउँका मानिसको हातमा मोबाइल छ, 4G इन्टरनेट छ, पुरै संसार उनीहरूको खल्तीमा छ। यो त प्रविधिमा आएको परिवर्तन मात्र होइन, यो त पुरै जीवनशैलीमा आएको भूकम्प नै हो। यो परिवर्तनलाई शब्दमा उतार्न सायद स्थानीयकै अनुभव सुन्नुपर्छ। 60 वर्षीय कमन बुढा मगरको कुरा सुनौ न। उहाँ भन्नुहुन्छ, अहिले नेटले गर्दा परदेशका आफन्तसँग भिडियोमा हेराहेर गरेरै कुरा गर्न पाइन्छ। पहिलेको तुलनामा विकास त भएकै छ। हेर्नुस् त, विकास भनेको खालि तथ्याङ्क मात्रै कहाँ हो र? यसले त टाढा भएका आफन्तलाई आम्ने सामने ल्याइदिँदो रहेछ, सम्बन्धलाई अझ न्यानो बनाउँदो रहेछ। हो, कुनै समय युद्धको केन्द्र भनेर चिनिने यी जिल्लाहरू अब विकासको नयाँ बाटोमा हिँडिरहेका छन्, जहाँ अग्ला डाँडाहरूमा बन्दुक होइन, टेलिफोनका टावरहरू ठडिएका छन्, अनि गाउँघरमा अँध्यारो होइन, बिजुलीको उज्यालो पुगेको छ। तर यो यात्रा सुरु चाहिँ भयो कसरी? भनिन्छ नि, विकासको पहिलो ढोका सडकले खोल्छ। हो, रोल्पा रुकुमको यो कायापलटको कथा पनि यही सडक सञ्जालको क्रान्तिबाटै सुरु हुन्छ। पहिलेको कुरा गर्ने हो भने भालुवाङबाट रोल्पाको सदरमुकाम लिवाङ पुग्ने 1 दिन लाग्थ्यो। त्यो पनि कस्तो बाटोमा? धुलो उड्ने, हिलाम्मे, जोखिमले भरिएको बाटो। त्यो यात्रा अहिले सम्झिँदा त एउटा कहानी जस्तै लाग्छ। र आज त्यही 103 किलोमिटरको यात्रा छिल्लो कालोपत्री सडकमा सर्र जम्मा 3 घण्टामै पुरा हुन्छ। सोच्नुस् त, दिनभरिको सकसपूर्ण यात्रा अब 3 घण्टामा खुम्जिएको छ। यसले कति धेरै अवसरहरूको ढोका खोल्यो होला। अब यो कुनै जादुले भएको त होइन। यसको पछाडि छन् ठूला परियोजनाहरू, जस्तै नुवागाउँ घटीगाउँ थबाङ सडक पूरा भयो, शहीद मार्गको काम धमाधम चलिरहेको छ, मध्य पहाडी लोकमार्ग पनि दुवै रुकुम जिल्ला हुँदै जान्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने रोल्पाका सबै 72वटै वडा कार्यालयसम्म गाडी पुग्ने बाटो बनेको छ। मतलब विकास अब गाउँ-गाउँको दैलोसम्मै पुगेको छ। यो आँकडा हेर्दा त झनै छक्क परिन्छ। 2 दशक अघि रोल्पामा जम्मा 200 किलोमिटर सडक थियो। आज 1000 किलोमिटर भन्दा बढीको सञ्जाल छ। यो त 5 गुणाको वृद्धि हो। यही जगमाथि नै अरू विकासका महलहरू ठडिएका हुन्। सडक पुगेपछि त्यसको पछि के पुग्यो त? उज्यालो र सञ्चार। हो, यी 2 कुराले गाउँको अँध्यारो र एक्लोपनलाई एकैपटक तोडिदिए। विगतमा टुकी र झरोको दीपदीपे उज्यालोमा रात बिताउने ती गाउँहरू अहिले साँच्चीकै झिलिमिली भएका छन्। लघु जलविद्युतबाट सुरु भएको उज्यालोको यो यात्रा अब त राष्ट्रिय प्रसारण लाइनसम्मै आइपुगेको छ। र लक्ष्य अझै ठूलो छ। 90% घरधुरीमा बिजुली पुर्याउने काम एकदमै तीव्र गतिमा भइरहेको छ। रातको समयमा ती डाँडाकाँडामा बलेका बत्तीहरूले विकासको नयाँ आशा जगाउँछन्। उज्यालोसँगै आयो सञ्चारको क्रान्ति। आज रोल्पाको कुल जनसङ्ख्या 2,34,000 मध्ये झण्डै 1 लाख मानिसको हातमा मोबाइल फोन छ। अहिले त अवस्था कस्तो छ भने जहाँ अग्लो डाँडो त्यही टेलिफोनको टावर। यसले मानिसहरूलाई सामाजिक सञ्जालदेखि लिएर अनलाइन व्यापारसम्म जोडेको छ। अब जब बाटो, बत्ती र फोन जस्ता आधारभूत कुराहरू तयार हुन्छन्, तब त्यसको प्रत्यक्ष असर शिक्षा र स्वास्थ्यमा देखिन थाल्छ। रोल्पा रुकुममा ठ्याक्कै त्यस्तै भयो। पहिलेको जमानामा एसएलसी पास गरेपछि पढ्न कि त काठमाडौँ आउनु पर्थ्यो कि त ठूला सहर जानु पर्थ्यो। तर आज अवस्था पुरै फेरिएको छ। अब गाउँमै +2 पढ्न पाइन्छ, जिल्लामै स्नातक गर्न पाइन्छ, अनि जिल्लाभित्रै स्नातकोत्तरसम्मको अध्ययन पनि सम्भव भएको छ। यसको सबैभन्दा ठूलो फाइदा त छोरीहरूलाई पुगेको छ, जसको उच्च शिक्षामा पहुँच बढेको छ। स्वास्थ्य क्षेत्रको परिवर्तन त झनै चमत्कारिक छ। पहिले घरमै जोखिम मोलेर सुत्केरी हुनु सामान्य थियो, तर अब स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउने चलन बढेको छ। जिल्लामा 51 बेडको आधुनिक अस्पताल छ। हरेक पालिकामा 15 बेडका अस्पतालहरू बन्दैछन्। यसले आमा र बच्चाको मृत्युदर घटाउन साँच्चीकै ठूलो मद्दत गरेको छ। जब बाटोघाटो बन्यो, शिक्षा स्वास्थ्यमा सुधार आयो, तब यसको असर मानिसहरूको जीवनशैली, कमाई र संस्कृतिमा पनि देखिन थाल्यो।
अब त्यहाँको अर्थतन्त्र पहिले जस्तो परम्परागत मात्रै रहेन। व्यावसायिक तरकारी खेती, पशुपालन, विदेशबाट आउने रेमिट्यान्स अनि गाउँ-गाउँमै पुगेका ब्याङ्कहरूले गर्दा ग्रामीण अर्थतन्त्र एकदमै चलायमान भएको छ। यो एउटा आँकडा सुन्नुस् न, रोल्पा जिल्लाबाट मात्रै एक वर्षमा 20 देखि 22 करोड रुपैयाँ बराबरको खसी बोका बिक्री हुन्छ। यो त व्यावसायिक पशुपालनले ल्याएको आर्थिक समृद्धिको एउटा सानो झलक मात्र हो। र एउटा एकदमै रमाइलो कुरा के छ भने यो विकासले संस्कृतिलाई मासेको छैन, बरु जोगाउन मद्दत गरेको छ। जस्तै 50 वर्षदेखि हराएको नचाउरो नाच फेरि नाच्न थालिएको छ। सरङ्गे र मयूर जस्ता परम्परागत नाचहरू नयाँ पुस्तालाई सिकाइँदैछ। अनि जलजला, ढोरपाटन जस्ता ठाउँहरूमा पर्यटकको चहलपहल पनि बढ्न थालेको छ। यो सबै परिवर्तनको सबैभन्दा गहिरो र महत्त्वपूर्ण असर त्यो पुस्तामा परेको छ जसले त्यो पुरानो अँध्यारो समय देख्दै देखेन। हो, सन् 2006 को शान्ति सम्झौतापछि जन्मिएका 2 लाखभन्दा बढी मानिसहरू यो नयाँ पुस्ताका लागि चिल्लो सडक, हातमा इन्टरनेट र गाउँमै उच्च शिक्षा कुनै अचम्मको कुरा होइन। यो उनीहरूको नर्मल हो, उनीहरूको आधारभूत वास्तविकता हो, जुन उनीहरूका आमाबुबाको लागि एउटा सपना थियो। र अन्त्यमा एउटा गम्भीर प्रश्न, यो नयाँ पुस्ता जसले अभाव र सङ्घर्षको त्यो समय भोगेन, के उनीहरूका लागि विगतको युद्ध, त्यो अविकास, त्यो दुःख केवल किताबमा पढ्ने एउटा नपत्याउँदो कथा मात्रै हो त? यो तीव्र परिवर्तनले जन्माएको सबैभन्दा ठूलो सामाजिक र मनोवैज्ञानिक प्रश्न सायद यही नै हो।